हेलो सेवा हौवा सम्पूर्णमा ह्याप्पी माघे सङ्क्रान्ति। हामी चाहिँ तरुल हामी चाहिँ अब घर तरुल भन्छौँ। घर तरुल खान जाँदैछौँ। मान्छे चाहिँ तरुल मात्र भन्दो रहेछ कि कोही चाहिँ आलु भन्दो रहेछन्, कोही चाहिँ हामी चाहिँ घरमा रोपेर फलाएकोलाई घर तरुल, वनमा पाउनेलाई वन तरुल भन्छौँ। अनि यहाँ चाहिँ हामी आइसक्यौँ। अघि नै म यहाँ आइसकेको थिएँ। ठ्याक्कै यहाँ हाम्रो तरुलै घर तरुल मुनि नै एउटा सुमो, अनि ठ्याक्कै अर्को यहाँपट्टि एउटा सुमो, अनि मलाई त कस्तो लास लाग्यो कि अब ठ्याक्कै यहाँ छ हाम्रो घरतरुलको लडा। ठ्याक्कै रोड छ यहाँ। रोड देखा न, रोड चाहिँ यहाँनिर छ। यहाँ गाडी छ अनि यस्तोमा अनि कहाँ खन्नु लाज लाग्यो अरे अनि बसिरहेको रहेछ। अनि त्यही भएर अब हामी चाहिँ अनि पापा पनि तल हुनुहुँदो रहेछ त नि। अब हामी चाहिँ तरल खन्न लाग्यौँ। तर फेरि अप्ठ्यारो छ क्या। म ब्याक गर्छु है। अब म देखाउँछु ल लडा चाहिँ यस्तो छ। काम सुरु भइसकेको छ, देख्न सक्नुहुनेछ। फेरि यो चाहिँ कस्तो अप्ठ्यारोमा छ क्या। अब यसलाई न तल रोडबाट खन्नु न माथिबाट खन्नु, एकदम कस्तो यो घर तरुल यो एउटै हो। अप्ठ्यारोमा फलेको फर्सी भन्छ नि, महाको अप्ठ्यारो छ। ल देख्न सक्नुहुनेछ। अब यहाँ भर्याङ लिएर खन्नुपर्ने अवस्था छ। ओह देखिसक्यो अरे बाहिरै छ। अब हाम्रो कान्छीले चाहिँ यहाँ सुरु गर्न थालिसकेको छ भनेदेखि क्यामेराम्यान चाहिँ म छु। अब यहाँ कत्रो निस्किन्छ घर तरुल। ओहो सङ्क्रान्ति मनाउन हिँड्दैछन् मान्छेहरू। यहाँ चाहिँ हाम्रो घर तरुल खन्ने भइरहेछ। यो रोडमा चाहिँ मान्छे ल कहाँ देखाइरहेको रहेछु म त। ल यहाँ खन्ने क्रम चाहिँ जारी छ एकदम। हाम्रो कान्छी मिसले चाहिँ खन्नु हुँदैछ। उहाँले खन्नु हुँदैछ घर तरुल एकदम अप्ठ्यारोमा। ल्याइदिनु न हौ बाबा भर्याङ। के ढुङ्गा हो यो? झम्पल भन न, झम्पल। यो त गान्टावाला छ कि क्या हो? ढुङ्गा होला भित्र छिरेको छैन। खोइ उता गएको यो मासु पनि कोसँग यहाँ लाइट भइरहेको छैन? भइरहेछ तर निस्क्यो। सुब्बे एकछिन मिलेको छैन यहाँ कहाँ लाग्छ? म पल्टाउँछु। भर्याङ लाएर हामी चाहिँ खन्न लागेको। अब एक सप्ताह छ नि त। यसलाई नले अहिले म जान्छ यसलाई ल्याउँछु। एकचोटि गुटुरु आएको हौ। अब फेरि हाम्रो घरमा चाहिँ यो छ कि भदै भने केटा फेरि चक्क खोकिला खाँति देख्न सक्नुहुनेछ। भर्याङ यसको नाम घर तरुल हो। ल अहिले तँले त आइहाल्ने म कामको गाडेर छ घर तरुल पनि निस्किन।
मेरो चाहिँ काम भएन किनकि यहाँ चाहिँ अप्ठ्यारो छ एकजना मात्रै खन्ने पर्यो अब एकजना के हेर्नु अब भोलि बजार पनि जानुपर्छ सोडा त्यसैले म चाहिँ नुहाउन जान्छु आइज भन्छ उकाल जान्छ दिँदैन म लोडेको हात मजाले पुसेर मेरो कपाल पकाएको नि सुकुट्या है निस्किँदैन हेर बस्नु ननिस्किने मागाउ न तिमीहरूको के भन्दै गरेर बस्यौ त म भन्दा देखेको तिमी बस्यौ त कहाँ बस्नु म त्यत्रो म भन्दा धेरै चस्मै पढ्यो कि होइन 2 वर्षको चस्मै भयो लु सायद यहाँ चाहिँ पङ्क्तिको हान्छ यहाँ यो अझै उदो गएर ल यो मैले चाहिँ खन्दा गरेर अब यो सबै पुरा उकाइसकेँ तर एउटा अब आउनु पर्दैन यो म पिस बनाएर निकाल्छु क्या यो कस्तो डर हुँदो रहेछ यसको जरा कस्तो खोल्नु नजानेको हौ यो पोल्ट्री टाउको भित्र हुलेर काँदा बोकेर राख्न माथि नहसा न यो उचाल्न त नसक्ने होइन सक्नेले हँसाएर ढुङ्गा जस्तै छ त अब अझै छ तँ त के हो र नि यो चाहिँ पोहोर नखनेको अलिकति मात्रै खनेको रे आमाले यसपालि चाहिँ मैले सबै खन्दै अब यसले फेरि त ओ माई गड ल म यहाँ निकाल्नु पर्यो माथि माने माथि आएर गर्न माथि कति केजी छ हौ यो त कस्तो नराम्रो फलेको हौ माथि सुता हेर्दा त त्यत्रो ठुलो देखिन्न त हौ कस्तो ठुलो नहुँदै ल यति धेरै छ नि त खनेको ठाउँ खनेको चाहिँ यसरी है यहाँनिर तलबाट भर्याङ लगाएर खनेर टक्कसँगले ऊ यहाँनिर यस्तो सरर भइसकेको छ हाम्रो घरतरुल चाहिँ यति निस्केको छ यो पनि घरतरुल नै हो यति होइन यो धेरै भात चाहिँ पर्छ चटक्काबाट ल घरतरुल घरतरुल चाहिँ खनिसकेर यहाँनिर जम्मा पारिसकेको छौँ भनेदेखि अलिकति चाहिँ तल पनि झरेको थियो कान्छीले लिएर आउँदैछ भर्याङलाई एकाध बोकेर घरतरुल चाहिँ थुप्रै भएको छ नाक बढी भएको यसको चाहिँ पुरै खान मिल्दैन क्या यति आधा काटेर यो मुनिको यस्तो ठुल्ठुलो मात्र खानुपर्छ माथिको चाहिँ मिठो हुँदैन त्यही भएर यो मुनिको चाहिँ खानुपर्छ यिनीहरू चाहिँ खानुपर्छ के अरे घरतरुल खन्ने मान्छे चाहिँ यो हो देख्न सक्नुहुनेछ घरतरुल चाहिँ अब घर लानको लागि एकदम
तयारी अवस्थामा छ यहाँनिर। तयारी अवस्थामा छ भन्दा पनि तयारी गर्दैछौँ। घर तरुल देखेर पनि तर्सिँदैछ यो चाहिँ। दुइटैले भर्यो त हौ। छिटछिट लान। अब यति बोकेर चाहिँ लान सक्छौँ कि सक्दिनँ थाहा छैन। त्यही पनि डोको भरि नै लाउँदैछ लाउन चाहिँ। ल दाउराको भारी तल चाहिँ के लाएको भारी यस्तो भन्नु हुँदैछ भाउजूले चाहिँ। अप्ठ्यारो रहेछ अनि त्यही भएर भर्याङबाट चाहिँ भारी साडी पनि पुगिसकेको छ घर तरुलको। अब बोकेर लाने मान्छे चाहियो यहाँनिर। अब हामीले त सक्छौँ जस्तो छैन। यसले पनि सक्दैन बोक्नलाई। अब म त झन् योभन्दा कमजोरी मान्छे, तागतै बिनाको मान्छे। अब कतिको बोक्न सक्छ ल है, हेरौँ है त यहाँनिर कतिको पावरदारी छ। बोक्यो याहु बल गर साथी हो। हैसे वाउ ल दरी छ। दरी हाम्रो घरको कान्छी छोरी हो नि त, त्यही भएर यो चाहिँ अलि दरी नै छ। म चाहिँ डरो अलि छैन। अब चाहिँ हाम्रो चाहिँ घर जाने क्रम जारी छ। उक्लिन सक्दैनस्? अल्झिँदैन ल। अब हामी चाहिँ घरतर्फ लाग्दैछौँ ल। अब घरसम्म पुग्ने हो हामी। फेरि यहाँनिर बाटो पनि अलि अप्ठ्यारै छ के। ल भोलिको लागि एकदम हाम्रो चाहिँ तयारी छ क्या। माके गते खानुपर्छ भन्छन् नि त। त्यही भएर घर पनि फेरि यहीँ हो है, हाम्रो नजिकै आइसकेको छ घर। डोको मात्रै देखियो हौ। अलि यस्तो गरेर देखाउन पर्यो। दाउरा कता बिसाम घर तरुलको बारी। ल अब टक्क घर आएर पनि बिसाइसकेकी छ। मन्टो बाङ्ग्यो अरे यसको चाहिँ। गरौँ छ भन्दैछ ल। घर तरुल यति नै हो आजको हाम्रो काम। यसपालि खासी अलिक फल्दैन। पोर्चे यस्तो त तिन चार डोका त फल्दैछ। यसपालि खासी फल्दैन। अब घर तरुल खन्ने चाहिँ यही हो। अब घर तरुल खन्ने केटी पनि हिँडिसकेको छ र मैले चाहिँ यहीँ नै अन्त्य गर्न चाहे। धन्यवाद।